Hello Facebook family and TikTok, YouTube family, what's up? आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै आनन्दै निकै छु है। अनि अघि राति 12 बजेदेखि फेरि पेट्रोलको भाउ बढेर 202 रुपियाँ पुगेको छ हैन। यो चाहिँ एकदम हामी बाइकर्सहरूको लागि अनि हामी गाडीमा सवार गर्छौँ जो सानो गाडीमा बाइकमा अनि डिजेल गाडीमा जो सबैलाई यो नेपालीहरूको लागि जो हामी सवारी साधनमा सवार गर्छौँ यो हामी सबैको लागि एकदम दुःखद समाचार हो, एउटा नराम्रो सन्देश हो हैन। त्यत्रो इन्डियाले नाकाबन्दी लाउँदा पनि यस्तो 200 रुपियाँ चाहिँ पेट्रोलको भाउ पुगेको थिएन होला हैन। डिजेलको भाउ पनि 182 रुपियाँ होला सायदै हैन। अनि अब हाम्रो धनकुटामा त 4-5 रुपियाँ 204-5 पुग्छ होला जहाँसम्म लागिरहेछ हैन। एकदम दुःखको खबर हो हैन। यो चाहिँ एकदम दुःख लाग्दो कुरा हो, किनभने अब एउटा गरिबको छोराले एउटा बाइक दुःख गरेर बाइक किनिरहेको थियो हैन। अब त्यो गरिबको छोराले पेट्रोल लाउनलाई चाहिँ फेरि बाइक किन्न गरेको दुःख नै गर्नुपर्ने अवस्था सिर्जना भयो यहाँ हैन। यो चाहिँ एकदम अब के भन्नु हैन। अब छिमेकी मुलुकहरूमा द्वन्द्व चलिरहेछ, त्यसैको प्रभाव पनि होला सायदै हैन। र पनि अब यस्तो भाउ बढाउनु भन्दा चाहिँ केही चाहिँ यसो हाम्रो जेन्जीको सरकारका साथीहरूले यसो सोच्नु पर्थ्यो यार। यो चाहिँ एकदम मलाई दुःख लाग्यो। अब चाहिँ यो पेट्रोल हाल्न नसकिएला जस्तो छ। यता इलेक्ट्रिक बाइकहरू पो किन्नुपर्छ होला हौ। के छ साथीहरू, मैले त इलेक्ट्रिक बाइक पो किन्ने विचार गर्दैछु। हजुरहरू के सोच्दै हुनुहुन्छ हैन? बाइक पनि बेचिदिनुपर्छ होला यार। अब यो मुला पेट्रोल हालेर नै नसकिने भयो कि। अब यही हप्तामा चाहिँ 30 रुपियाँ बढ्न थालेपछि अब यही हप्ता होला सायदै 15 बढाएको 30 रुपियाँ बढिसक्यो यही हप्तामा होला जस्तो लाग्छ मेबी हैन। अब यही हालतमा त सकिँदैन नि त। अब पैदलै सवार गर्नु पर्ला जस्तो छ हैन। अब त्यही भएर बाइक बेचिदिनुपर्छ होला हौ साथी हो। के छ, बाइक बेचौँ कि नबेचौँ कि के छ साथी हो, कमेन्ट गर्नु होला हैन। अनि के छ, म बाइक बेच्दैछु साथीहरू। बाइक किन्ने कोही हुनुहुन्छ भने सस्तोमा दिइहाल्छु है मेरो बाइक। कोही लिने हुनुहुन्छ भने प्लिज कमेन्ट गर्नु होला।